हेलो व्हाट्सअप गाइज तपाईहरु त सन्चै होला हैन। आज यो भिडियोमा तपाईहरुलाई स्वागत छ। यो भिडियो खास गरी फेसबुक करेक्टरहरुको लागि यो भिडियो हो। किनभने फेसबुक हाम्रो अब नेपालमा मोनेटाइज हुन्छ। फेसबुक कसरी मोनेटाइज हुन्छ? फेसबुक मोनेटाइज हुनका लागि 10,000 फलोवर्स र 1,60,000 युनिक भ्यू पुगाउनु पर्छ अनि तब मात्र मोनेटाइज हुन्छ। कसरी पुगाउने त्यो क्याटेगोरी कसरी पुर्याउने त्यो फेसबुकमा आज फुल भिडियो तपाईहरुले वाच गरिदिनु। फेसबुक मोनेटाइजेसनको लागि मार्केटमा पनि त्यो प्रमोसनको लागि 12-1300 मा चाहिँ फलोवर्स बढाउनु मिल्छ, तर त्यो चाहिँ गर्नु मिल्दैन। मेहनत गर्यो भने अझै बढ्छ, फलोवरहरु बढ्छ, एंगेजमेन्टहरु बढ्छ। किनभने फेसबुकमा जुन एंगेजमेन्टहरु हुन्छ त्यो क्राइटेरियाहरु हुन्छ, त्यो मेहनत गर्यो भने टाइममा अपलोड गर्यो भने भिडियो क्वालिटी र मेहनती गर्यो भने आफै एंगेजमेन्ट र आफै फलोवर्सहरु बढ्छन्, भ्यूजहरु बढ्छन्। यो भिडियोमा तपाई यो स्क्रिनमा हेर्नु हाम्रो कति छ। भर्खरै मेरो आईडी खोले भर्खरै हेर्नु यो भिडियोमा स्क्रिन हेर्नु स्क्रिन। सबभन्दा पहिला तपाई फेसबुक ओपन गर्नु होला। फेसबुक ओपन सकेपछि पर्सनल डैशबोर्डमा जानु होला। पर्सनल डैशबोर्डमा जाएपछि स्क्रॉल गर्नुमा मोनेटाइजेसनमा जानु होला। मोनेटाइजेसनमा कन्टेन्टमा जानु होला। कन्टेन्टमा गइसकेपछि त्यो हेर्नु 1,50,000 युनिक भ्यूज अनि 10,000 फलोवर्स पुगाउनु पर्छ क्राइटेरिया। मेरो हेर्नु क्राइटेरिया तीनवटा क्राइटेरिया मलाई मात्र पुर्याउनु पर्छ। अब तपाईहरु नै यसरी नै त्यो मेहनत गरेर क्राइटेरियाहरु पुगाउनु। अब त सिकिहाल्नु भयो हैन। यो भिडियोलाई लाइक र शेयर र च्यानललाई सब्स्क्राइब गरी थुप्रै साथीहरुसँग पुर्याइदिनु ताकि सबैजनाले यो फेसबुक करेक्टरहरु चलाओस्, मजाले पैसा कमाओस्, मोनेटाइज गरोस्। थुप्रै साथीहरुसँग शेयरिङ गरिदिनु होला तपाईहरु। हामी धेरै मेहनत गर्छौं, त्यसैले च्यानललाई सब्स्क्राइब गरिदिनु। धेरै मेहनत गर्छौं हामीहरु।